जहाँनेर पार्टीका झन्डा फहराउँथे त्यो ठाउँमा अब चाहिँ श्रमका झन्डा फहराउनुपर्छ, श्रमका पसिनाहरू फहराउनुपर्छ, श्रमका चाहिँ अभिव्यक्तिहरू अब फहराउनुपर्छ र श्रमका जनताहरू अब त्यो ठाउँमा फहरिन्छन् भन्न चाहन्छु। अब यो माहौल देखेर के भन्न चाहनुहुन्छ? यो माहौल म त के भन्न चाहन्छु भने मैले अघि भनिसकेँ, जनताको श्रमप्रति चेतना आइसक्यो र पार्टीले चाहिँ के भन्न चाहन्छन् अब, ती पार्टीका नेताहरूले के भन्न चाहन्छन् अब, ती पार्टीका विरोधीहरूले के भन्न चाहन्छन् अब, प्रश्न उहाँहरूसँग दिन, उहाँहरूलाई प्रश्न दिएर उहाँहरूसँग उत्तर दिन चाहिँ अब जरुरी छ अब। र आजको यो माहौल, यो जुन माहौल आज देखिरहेको छ, यो कुनै पैसा दिएर फकाएर ल्याएको माहौल होइन, जनतालाई घर घरमा गएर फकाएर ल्याएको माहौल होइन, जनताको चाहिँ यो चेतनाको विकास भएको माहौल हो। अब ती पार्टीका व्यक्तिहरूले त्यो श्रमदानमा नजानुहोस् है, हर्क सम्मानसँग नजानुहोस् है, ढुङ्गा बोकेर के विकास हुन्छ, पाइप बोकेर के विकास हुन्छ, फुल रोपेर के विकास हुन्छ र ट्रेन बनाएर के विकास हुन्छ श्रमबाट भन्ने व्यक्तिहरूलाई, ती पार्टीका ठेकेदारहरूलाई म प्रश्न गर्न चाहन्छु, तपाईँहरूसँग प्रश्न के छ अब? यो प्रश्न चाहिँ तपाईँहरूले बस्ती बस्तीमा उत्तर दिनुहोस् भन्न चाहन्छु। र अब नारा होइन, झुटो नारा, झुटो आश्वासन होइन, अब आउँदा दिनमा काम गर्नुपर्छ, काम गर्नुहोस्, हर्क साम्पाङको विरोध गर्नु आज जनतामाथिको घात हो, विकासमाथिको घात हो र परिवर्तनमाथिको घात हो। र आज जुन जुन ठाउँमा आवश्यकता चाहिँ परिपूर्ति गर्न राज्यले सकेको छैन, श्रमबाट चाहिँ हर्क साम्पाङ मेयरज्यूले त्यो परिपूर्ति गर्न लागिराख्नु भएको छ भनेदेखि यो घात हुन्छ। हर्क साम्पाङको विरोध गर्नु नै परिवर्तनको घात हो भन्न चाहन्छु म चाहिँ। र ती पार्टीका व्यक्तिहरूलाई, विशेष गरी चाहिँ ती विरोधीहरूलाई म के आग्रह गर्न चाहन्छु भने, अघि पनि मैले भने, तपाईँहरू आइदिनुहोस्, हेरिदिनुहोस्, नास्ता गरेर र भात खाएर मात्र गइदिनुहोस्, काम हामी गर्छौँ, काम जनताले गर्छन् भन्न चाहन्छु म। र झुटो आश्वासन दिएर तपाईँहरू बस्ती बस्तीमा नजानुहोस् भन्न चाहन्छु म। र एउटा अर्को कुरा म के जोड्न चाहन्छु भने, अब चाँडोभन्दा चाँडो यो 84 भन्दा पहिले नै संसद भवनमा ती सांसदहरूले यो श्रमको बारेमा बहस छेड्नुहोस्। यो श्रम के हो भनेर, यो चाहिँ श्रम के हो र श्रमबाट के गर्न सकिन्छ, के गर्न सकिँदैन, ती संसद भवनका सांसदहरू पनि आउनुहोस् धरानमा। र यो बहस चाहिँ अब संसद भवनभित्र चाहिँ तपाईँहरूले चाहिँ चाँडोभन्दा चाँडो बहस छेड्नुहोस्, बहस चलाउनुहोस् भन्न चाहन्छु म। हुन्छ सर, हस्, धन्यवाद।